आजको दिनमा म प्रार्थना गर्छु परमेश्वर, जतिजनाले हात राख्दै हुनुहुन्छ प्रत्येकलाई तपाईँको शक्तिले, तपाईँको अभिषेकले छुनुहोस् परमेश्वर, तपाईँको सामर्थ्य शक्तिले छुनुहोस् प्रभु। प्रत्येक रोग बिमारहरू यसै घडीमा ओ प्रभु तपाईँको छोराछोरीले जहाँ जहाँ दुखाएको छ, प्रब्लम छ, समस्या छ, दुर्बलता छ, विभिन्न रोग छ, बिमार छ, त्यहाँ हात राख्दै हुनुहुन्छ तपाईँको पवित्र आत्माको ताजा अभिषेकले यसै गरी छुनुहोस् र छुटकारा गर्नुहोस् पवित्र आत्मा। तपाईँ परमेश्वर, तपाईँ चङ्गाई गर्दा परमेश्वर, तपाईँ छुटकारा गर्दा परमेश्वर, तपाईँ शान्ति दिनुहुने परमेश्वर, प्रत्येकलाई आजको दिनमा तपाईँको ताजा अभिषेकले भर्नुहोस् येशूको नाममा। यसै घडीमा प्रभु हर बिरामीहरू, विभिन्न रोग बिमारहरू चङ्गाई छुटकारा गर्नुहोस् येशूको नाममा। ओ प्रभु, प्रत्येकलाई तपाईँको पवित्र आत्माले भर्नुहोस्, प्रत्येकलाई तपाईँको शक्तिले, तपाईँको अभिषेकले, तपाईँको पवित्र आत्माले तपाईँले डोराउनुहोस्। ओ प्रभु धन्यवाद, म विश्वास गर्दछु यो प्रार्थना सुन्दै यो प्रार्थनामा बस्दै प्रत्येक रोग बिमारहरू छुटकारा भइसकेको घोषणा गर्दछु। प्रार्थनाको उत्तरहरू रोकिरहेकोमा उत्तरहरू आइसकेको घोषणा गर्दछु म। याकोबको पुस्तकले भन्छ धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुनेछ। याकोब 5को 13, 14, 15 पदलाई घोषणा गर्दछु म यीशुको नाममा। ओ रोकिरहेको आशिषका ढोकाहरू खोलिसकेको म घोषणा गर्दछु। शरीरमा रहेको हर प्रकारका रोग बिमार दुर्बलता यसै गरी म चङ्गाई र छुटकारा भएको घोषणा गर्छु येशूको नाममा। आजको दिनदेखि यसै गरी त्यो समस्या रोग बिमारहरू म खारिज गर्दछु येशूको नाममा। फायर गर्दछु म यसै गरीमा। म भाग्यको घोषणा गर्दछु येशूको नाममा। यो छोराछोरीबाट हर विभिन्न रोग बिमार कष्टहरूबाट छोडी गइसकेको म घोषणा गर्छु। प्रभु धन्यवाद दिन्छु आजको दिनमा तपाईँको अभिषेकले, तपाईँको ताजा अभिषेकले भर्नु भएकोमा, तपाईँले निको बनाउनु भएकोमा, तपाईँको आशिषको हातले छुनु भएकोमा, तपाईँको कोर्रको चोटले निको भएको घोषणा गर्दछु। धन्यवाद दिँदै सबै बिन्ती प्रार्थना तपाईँको हातमा समर्पण गर्दै आशिष माग्छु येशू प्रभुको नाममा। आमेन आमेन। जय मसीह सबैजनालाई। गॉड ब्लेस यू।